काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमध्ये एक, समुद्री सतहबाट करिब 3000 मिटर उचाइमा अवस्थित सुन्दर डाँडा बेथानचोक। यो स्थान केवल प्राकृतिक सुन्दरता मात्र होइन, यहाँको पवित्र नारायणथान मन्दिरका कारण धार्मिक आस्थाको केन्द्र पनि बनेको छ। हिमाल, जङ्गल र बादलको अद्भुत सङ्गम भएको बेथानचोक नारायणथान आजको हाम्रो यात्राको गन्तव्य हो। हेलो, गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ ठ्याक्कै बिहानको भनौँ है, बिहानको 2:49 भएको छ होइन। अर्ली मर्निङ हामी चाहिँ बेथानचोकको लागि बिहानै उठिरहेको छौँ र हामी मसँग हुनुहुन्छ हाम्रो प्रज्वल सर होइन। अनि हामी चाहिँ बाइकमा आज सफर गर्दैछौँ बेथानचोकको लागि। यो अब के हुन्छ हामी बाटोमा हेर्नेछौँ होइन, कस्तो हुन्छ। बिहानै उठेर अब बिहानै यहाँबाट हिँड्ने प्रयास गर्दैछौँ। सकेसम्म मर्निङ भ्यू, बेथानचोकको मर्निङ भ्यू हेर्ने जाने भनेर हामी यहाँ बिहानै उठेको हौँ। अब हेरौँ कस्तो हुन्छ। बिहानैको चिसो मौसममा हामी लाग्यो हाम्रो यात्राको गन्तव्यतर्फ। काठमाडौँ निदाइरहेको थियो, हामी भने हाम्रो यात्रालाई अघि बढाइरहेका थियौँ। करिब 45 मिनटमा हामी भक्तपुर हुँदै बनेपा पुग्छौँ र त्यहाँबाट पनौतीतर्फ अघि बढ्छौँ। पनौती बजारबाट हामी धुनखर्कतर्फ लाग्छौँ। पनौतीसम्म राम्रो सडक छ भने पनौतीबाट कतै कच्ची सडक छ नि त, कतै पिच सडक हुँदै हामी धुनखर्क आइपुग्छौँ। ओके गाइजहरू, हामी चाहिँ अहिले यो धुमखर्क भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँ चाहिँ थोरै चिया ब्रेक लिइरहेको छौँ। यहाँ ठ्याक्क पसल पनि एउटा मात्रै खुल्ला रहेछ यहाँ, अनि यहाँ चिया खाँदैछौँ। अब यहाँबाट हामी चिया खाएर अलिकति माथिसम्म जान्छौँ, अनि त्यहाँ बाइक राखेर त्यसपछि यो हाइकिङ सुरु हुन्छ हाम्रो। ओके, चियर्स। धुनखर्कबाट हामी अगाडि बढिसकेपछि त्यहाँबाट अफरोड उकालो बाटो सुरु हुन्छ र हामी खोरथापे भन्ने ठाउँमा आइपुग्छौँ। अहिले चाहिँ हामी यो खोरथापे भन्ने ठाउँमा छौँ। अब यहाँबाट चाहिँ यो 4-5वटा बाटो छ यो ठाउँबाट। अब यहाँबाट हामीले हेरे अनुसार चाहिँ यहाँ यो ग्राभल गरेको बाटोबाट चाहिँ माथि नारायणथान मन्दिर जाने बाटो देखाइरहेको छ। अब हामी यो बाटोबाट जाँदैछौँ। फुल अफरोड छ यहाँ तल, बाटोमा अफरोडै थियो ठाउँमा। त्यसपछि लिएर यो के भन्छ यहाँ तर धुमखर्कबाट चाहिँ फुल्ली अफरोड छ। अनि यहाँ हामी यो खोरथापेमा आइपुगेका छौँ। अब यहाँबाट पनि यो ग्राभलको बाटो हुँदै हामी अगाडि बस्छौँ। हाम्रो मेन उद्देश्य भनेको अब माथि गएर सनराइज हेर्ने कस्तो हुन्छ। अब हामी गएपछि देखाउँला होइन। ओके, खोरथापेबाट अघि बढिसकेपछि भने त्यहाँ होटल पसलहरू छैनन्, त्यसैले आफूलाई चाहिने सामानहरू धुनखर्कबाटै ल्याउन सक्नुहुन्छ। खोरथापेबाट भने
एकदमै कच्ची र उकालो बाटो पार गर्दै हामी हाइकिङ स्टार्ट गर्ने स्थलसम्म पुग्छौँ। फाइनली गाइज हामी यो बेथान चोकको जहाँसम्म गाडी आउँछ बाइक यहाँसम्म आउने चाहिँ यो ठाउँको नाम थाहा छैन। यो सल्लाघारी जङ्गलमा छ, तर यहाँ तलबाट चाहिँ लास्टै अफरोड छ, लास्टै उकालो छ, यहाँसम्म ल्याएर राखेको छ। अब यहाँबाट हाम्रो हाइकिङ सुरु हुन्छ। वाकिङ यहाँबाट तल झरेर त्यहाँबाट उकालो माथि निस्केर बेथान चोकको मेन डाँडो चाहिँ नारायणथान डाँडो हो, माथि छ। अब हामी यहाँबाट हाइक सुरु गर्छौँ। ओके, कस्तो छ त प्रज्वल सर? गुड। हाइकिङ ट्रेल सहजै छ, कतै ओह्राली कतै उकाली सिडीहरू चढ्दै हरियाली जङ्गल निहाल्दै बाटो पार गरिरहेका थियौँ। लाग्छ हामी हिँडिरहेका छैनौँ, गन्तव्यले आफै तानिरहेको छ। ओके, हामी बेथान चोकको यो जुन नारायणथान मन्दिरको यो जुन डाँडो छ त्यहाँ हामी आइसकेको छौँ। यहाँ चाहिँ हामी खासमा सनराइज हेर्ने भनेर आएको थियौँ, तर सनराइज हेऱ्यौँ त हेऱ्यौँ, तर सनराइजै भएको चाहिँ त्यो टोटली रूपमा हेर्न पाएनौँ, किनकि हामी अलिकति आधी घन्टा 1 घन्टा जति ढिलो भयौँ। तैपनि ठिकै छ, यहाँ एकदम यस्तो रमाइलो छ, यस्तो राम्रो भ्यू छ। यो चाहिँ काभ्रेको लगभग हाइएस्ट पोइन्ट होला मेरो विचारमा। काभ्रेको यो काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थान हो। लगभग यसको हाइट चाहिँ 3000 समथिङ छ होइन। यो काभ्रे जिल्लामा अवस्थित बेथान चोक हो। अनि यहाँबाट भ्यू चाहिँ अब हजुरको यस्तो राम्रो देख्छ। यो पुरै 360 भ्यू हेर्दाखेरि चाहिँ एकदम क्लियर छ। यहाँ आएर चाहिँ यो प्राकृतिक सौन्दर्यता होइन, यहाँको भू बनावट, यहाँको हावा होइन, यहाँको नेचुरल हावाहरू यसो लिँदाखेरि चाहिँ यति राम्रो छ, यति जुन फ्रेसनेस छ नि। काठमाडौँबाट पनि नजिकै होइन, 2-3 आवर्सको राइड, अनि त्यसपछि त्यहाँबाट 1 आवर जतिको हाइकिङमा यहाँ सजिलै आउन सकिन्छ। अनि यहाँ एकदम आनन्दको छ, पिस छ, घाम लागिरहेको छ आनन्दले। अब कुनै यो अहिले हामी सायद अलिक फरक टाइममा आइपुग्यौँ होला, तर होइन भने नभए यहाँ मुनि पुरै बादल ढाकेको माथि डाँडा देखिन्छ, तर अहिले भने त्यो छैन। अहिले मजाले घाम लागिरहेको छ। अब हामी यहाँबाट अलिकति अगाडि देखाउँछौँ, यता पुरै भ्यू खतरा छ। अब अहिले अलिकति डाँडा खुलेको छैन, होइन भने गणेश हिमालहरू पनि यहाँबाट देख्न सक्छौँ, लाङटाङ गणेश हिमालहरू। तर अहिले भने क्लियरली नखुलेको हुनाले हामीले ठ्याक्क देखिरहेको छैनौँ यहाँबाट। अब यो ठाउँलाई चाहिँ अब यहाँको लोकलवासी तथा अब यसलाई अब किङ अफ हिल भनेर पनि चिनिँदो रहेछ। अनि यहाँ नारायणथानको मन्दिर पनि छ, यसमा छुट्टै ऐतिहासिक एउटा धार्मिक स्थल पनि छ। यो ठाउँ एउटा डाँडो मात्रै नभएर यहाँको
विभिन्न धर्मसँग पनि जोडिएको साथै भौगोलिक रूपमा पनि एकदमै उच्च स्थानमा रहेको हुनाले यो अहिले पछिल्लो समयमा अलिक नै बढी नै प्रख्यात छ र त्यही भएको हुनाले हामी पनि यहाँ त्यही सुन्दरतालाई पछ्याउँदै पाइलाहरूलाई चाल्दै पछ्याउँदै हामी यहाँसम्म आइपुगेका छौँ र अब हामी यहाँ आएर हजुरहरूलाई देखाउन चाहन्छौँ कस्तो छ यहाँको सौन्दर्यता यहाँको दृश्य हामी केही अगाडि गएर अझै राम्रोसँग देखाउनेछौँ आउनुहोस् यो ठाउँमा चाहिँ एकदमै डाँडो प्लस अलिकति भिड पनि छ यहाँबाट देख्न सक्छौँ एकदम भिड छ यता साइड पनि त्यस्तै छ त्यो भएको हुनाले यो रेलिङ चाहिँ एकदम सही ठाउँमा लाउनु भएको छ यो पुरै जता पनि यो डाँडा जति छ सबै रेलिङहरूले यो एउटा सेफ्टी सुरक्षाको लागि गरिएको छ एकदम राम्रो छ यहाँबाट हामी पाहाडको त्यो पहाडहरू पनि देख्न सक्छौँ भिरालो छ यो हेर्नलाई एकदमै रमाइलो खालको छ एकदम यहाँ यो ठाउँमा आइसकेपछि यो जति पनि हामीले पनि भिडियो मार्फतै हेरेको हो मान्छेहरू आएको गएको भिडियो अनुसार हेर्दाखेरि रमाइलो त्योभन्दा बढी रमाइलो चाहिँ आफै यहीँ आएर यहीँको हावापानी यहीँको नेचर टक्क आफ्नै यो नाङ्गो आँखाले हेर्दाखेरि चाहिँ त्यो छुट्टै अनुभव हुन्छ तपाईँहरू पनि यहाँ आएर चाहिँ एकचोटि आउनुहोस् हेर्नुहोस् घुम्नुहोस् यो एकदमै रमाइलो ठाउँ छ यहाँबाट यता ठ्याक्कै यहाँ अक्कर छ यहाँ एउटा भ्यू पोइन्ट छ यहाँबाट देख्न सक्छौँ यहाँबाट छर्लङ्गै यहाँ तलसम्म यति भिडमा छ होइन यो ठाउँ यसरी हेर्न सकिन्छ यहाँ एकदम रमाइलो छ ठाउँ अनि यहाँ तल नारायण थानको मन्दिर चाहिँ यहाँ तल हो र सँगसँगै अलिक हामी तलबाट आउँदै गर्दाखेरि तल बुद्ध पार्क पनि थियौँ अघि हामीले देखाइहाल्यौँ यहाँ टोयलेटको पनि व्यवस्था चाहिँ रहेछ टोयलेटको एउटा सानो बिल्डिङ चाहिँ छ त्यहाँ तर यो टोयलेटमा पानी पनि छैन र टोयलेट भन्न लायकको पनि छैन सबै फोहोर बोतल प्लास्टिक बोतल विभिन्न फोहोरहरू मात्रै रहेछ यहाँ चाहिँ होइन अब यो चाहिँ अब अरू आएर सफा गरिदिने होइन होला अब यहाँ चाहिँ हामी जति पनि आउँछौँ आफैले सरसफाइ गरौँ भन्ने हो अब यहाँ धेरै फोहोर रहेछ कति प्लास्टिकहरू त त्यहाँ हल्का जलाएको पनि देखियो तर धेरै फोहोर छ अब हामी जति पनि घुम्न आउँछौँ सबै आफैले सफा गर्नुपर्छ भन्ने हो यहाँ धेरै फोहोर चाहिँ छ अब यस्तो ठाउँमा फोहोर गर्नु हुँदैन नहुने हो अब खानेकुरा यहाँ तलबाट खाने ठाउँ छैन आफैले बोकेर ल्याएर आउनुपर्छ बोकेर ल्याउँदाखेरि यहाँ खाएर यहीँ फालिदिनुहुन्छ प्लास्टिक बोतलहरू यहाँबाट यहीँ फुत्त तल यताको फुत्त तल फालिदिँदाखेरि यहाँ अलिकति बढी नै फोहोर चाहिँ देखिएको रहेछ तर ठाउँ त एकदमै राम्रो छ यस्तो ठाउँमा यसरी फोहोर गर्नु चाहिँ हुँदैन साथीहरू त्यसो भएको हुनाले हामी यहाँबाट फोहोर चाहिँ सकेसम्म आफूले गरेको फोहोरहरू आफै लगाउँ र साथै अब यहाँ यस्तो राम्रो दृश्य छ देख्न सक्नुहुन्छ यति राम्रो दृश्यमा हामीले फोहोर गर्नु चाहिँ हुँदैन ओके हामी अब अलिकति पुता डाँडातिर पनि देखाउनेछौँ यहाँ यस्तो रमाइलो छ ठाउँ ओके यहाँको दृश्य चाहिँ यस्तो छ यहाँ टक्क देख्न सक्छौँ हामी तर यहाँ चाहिँ लास्टै भिड रहेछ टक्कमा हेर्दै डर लाग्दछ है अब यो सबै क्यामेरामा कैद त गर्न सकिँदैन होइन तर एकदमै राम्रो छ ठाउँ चाहिँ टक्क यहाँबाट यसरी हेर्दाखेरि आमामा अत्यन्तै सुन्दर ल ओके ठिक छ
यहाँ अलिक अचम्मको पनि रहेछ यो सानो यहाँबाट टक्क यसरी फुत्ता छिर्ने रहेछ यो कति बनाएको हो अथवा यस्तै थियो भन्ने कुरो चाहिँ अब हामीलाई पनि ठ्याक्कै थाहा भएन सट्ट यसरी कुनाबाट रहेछ ठुलो ढुङ्गाहरू छन् यहाँ अलिकति हामी यता डाँडासम्म जाने प्रयास गर्दैछौँ होइन यो चाहिँ यो खोपेर यसरी बनाएको रहेछ यो सायद फोहोर हाल्न त होइन होला के हो यो आगो सागो पनि बाँधेको रहेछन् यो चाहिँ मेरो विचारमा चाहिँ मलाई लागेको कुरा है यो चाहिँ चराचुरुङ्गीहरूलाई यो वर्षाको पानी बसेर चाहिँ त्यो खानको लागि पिउनको लागि होला चराहरूलाई वन्यजन्तु अथवा वन्यजन्तुहरूलाई चाहिँ यस्तो पर्छ त्यो अलिकति माथि पनि त्यहाँ माथि पनि थियो ऊ त्यहाँ पनि रहेछ यो सायद वन्यजन्तु चराचुरुङ्गीहरूलाई पानीको लागि व्यवस्था होला यो मेरो विचारमा अब हामी यहाँबाट माथिबाट घुम्यौँ अब यहाँबाट अब हामी फर्किने क्रममा छौँ हामी लगभग यहाँबाट अब फर्किन आँटेको छौँ यहाँबाट अब ऊ त्यो तल डाँडा गएर त्यहाँको एउटा दृश्य देखाउँछौँ त्यसपछि हामी आज यहाँ बेथान चोक आएर घुमेको भ्लगलाई पनि सायद यहीँतिर इन्ड गर्छौँ होला त्यहाँ तलसम्म गएपछि त्यहाँबाट इन्ड गर्नेछौँ ओके हामी अब त्यता लागौँ हामी यहाँबाट अलिकति तलबाट ट्याक्क त्यहाँ छिरेर त्यहाँ रिलिङहरू बाटोमा अहिलेको ठाउँमा जानेछौँ तर अहिले चाहिँ यहाँ माथिबाट हेर्दाखेरि यो ठुलो चट्टान पनि यो टक्क बिचबाट सर्लक्क काटेको छ यता छुट्टै जस खतरा छ विशाल ढुङ्गा छ यहाँ अनि यताको यो अक्कर पनि देख्न सक्छौँ हामी र अहिले यो हुस्यो लागेर चाहिँ पुरै ब्लक भएको छ यो गुफा रहेछ यहाँ अलिअलि पूजा पनि गरिँदो रहेछ यो सायद नारायण थानको कतै यो अब देउता थानै अथवा होला अथवा त्यही भएर यसरी पूजा गरेको होला अब हामी यहाँबाट अलिकति मान्छेहरू यसो हेर्दाखेरि यहाँबाट गएको जस्तो लाग्यो भित्रसम्म जान सकिन्छ जस्तो लाग्यो हामी त्यहाँ जहाँसम्म जान सकिन्छ त्यहाँसम्म यसो हेर्ने प्रयास गर्छौँ ल आउनुहोस् सर जाउँ गाइज यो चाहिँ त्यो अघि देखेको यो गुफा भित्रको दृश्य हो हामी त्यहाँबाट अलिकति भित्र तल झरेर आइसक्यौँ यो सर्लको यहाँ माथि आकाशदेखि चाहिँ यो ढुङ्गा चाहिँ कस्तो राम्रो कटिङ जस्तो छ क्या टक्क दुई साइडमा सर्लको कटिङ जस्तो छ यहाँबाट यस्तो एकदम ग्यापमा चाहिँ विशाल ढुङ्गा रहेछ अब यहाँबाट तल निकै तलसम्म छ यो मान्छेहरू अलिकति गएको रहेछन् तर हामी यहाँबाट चाहिँ तल गएनौँ अलिकति भिड जस्तो रहेछ यहाँबाट अलिकति उ जस्तो त्यही भएर हामी यहाँबाट गएनौँ अब हामी यहाँबाट फेरि फर्किँदैछौँ जोस् यो अलिक अचम्म खालको छ यो एकदम गुफा त हो तर यो एकदम यो चाहिँ सलक्क काटेकै जस्तो छ ठुलो ढुङ्गा हो अनि यो फेरि यता खाने यस्तो पनि छ यो ठ्याक्क कस्तो मिलाएर काटेको जस्तो यहाँबाट अलिकति निकै तलसम्म छ जस्तो छ सो अब हामी चाहिँ यहाँसम्म आयौँ यहाँबाट अब फेरि फर्किन्छौँ यस्तो छ यो जस अचम्मको खालको यो गुफा रहेछ यो जाउँ सर ओके यहाँ अलिकति यो उक्लिन अलिक गाह्रो रहेछ झर्न त अलिक सजिलो भएको थियो उक्लिन चाहिँ गाह्रो रहेछ यो देख्न सक्नुहुन्छ यो ढुङ्गा सानो ढुङ्गामा अड्केर यो ठुलो ढुङ्गा अड्केको छ यो हेर्दाखेरि झर्ले जस्तो छ अब यत्रो ठुलो ढुङ्गा यहाँ यसरी छ हामी यहाँबाट फुत्त यता निस्क्यौँ त्यो निस्किने ठाउँ हो अनि यहाँबाट यता फेरि यता पछाडि भाग देखिन सकिन्छ यो तल्लो साइड हो तर यहाँ पुरै भिड छ अनि हुस्योले अहिले पुरै ब्लक छ सँगसँगै साथसाथै हामी अब ब्लगको इन्डिङमा आइसकेका छौँ अब हामी यहाँबाट चाहिँ अब रिटर्न ब्याक होम हुन्छौँ सो आजको हाम्रो यो बेथान चोकको एपिसोडलाई चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद